उत्पत्ति भएको होइन, उत्पत्ति चाहिँ बनाएको। गर्मीको मौसम हावा खाना हो भने चाहिँ भ्यू पोइन्टमा एकदम राम्रो हुन्छ। चलो भाइ देखो अब मैं क्या करता हूँ। हामी चाहिँ अहिले पूर्व पश्चिम राजमार्गको यो सिरा जिल्लामा छौँ। सिरा जिल्लाको जानकी चोकबाट हामी बायाँपट्टि जाँदाखेरि चाहिँ हामीले यो पर्यटकीय क्षेत्र बाबाताल भन्ने हामीले देख्दैछौँ। यहाँ गेट, हामी गेटबाट अब भित्र छिर्छौँ। यहाँ के कस्तो छ, सो हामीले भित्र बाबातालमा के छ, पर्यटकीय स्थल के गरी भएको हो भनेर हामीले हजुरलाई देखाउँछौँ। यहाँ हेर्दै जानु होला भिडियो। नमस्ते हजुर, यहाँ टिकट हुन्छ हाम्रो पाइँदा नि? टिकट लाग्छ भनेको हामीलाई चाहिँ लागेन, अरू सर्वसाधारणलाई चाहिँ लाग्ने भयो। ए कति टिकट लाग्छ यहाँको? 25 रुपियाँ टिकट हो एकजना प्रति। ए 25 रुपियाँ। अनि यो यहाँको केही थाहा तपाईँलाई यसको पहिला कसरी उत्पत्ति भयो नि? यो उत्पत्ति भएको होइन, उत्पत्ति चाहिँ बनाएको। यो भनेको मानव निर्मित भयो। मानव निर्मित। यो फोल्स हो, फोल्सलाई घेरेर बनाएको। ए बाबाताल। यसो के छ यसमा बाबातालमा चाहिँ भित्र? अब पर्यटकीय क्षेत्र कसरी बन्न गयो केही थाहा हजुरलाई? त्यति मलाई पुरा जानकारी छैन, म यहाँ थिइनँ बन्ने बेला, म त बाहिर थिएँ। ए त्यस्तो बाहिर त्यति जानकारी थाहा भएन मलाई। ए बाबाताल चुरे संरक्षण सम्वर्धन समिति भनेर चाहिँ एउटा समिति गठन गरेर यो ताल बनायो। ए ल ल अब हजुरले देखिरहनु भयो बाबाताल भनेर। यहाँ चाहिँ बाबातालको यहाँ यो चाहिँ मानव निर्मित ताल, यो खोल्सालाई एक ठाउँमा जम्मा गरेर चाहिँ बाबाताल बनाएर चाहिँ यहाँ चाहिँ ढुङ्गासुङ्गा पर्यटकीय स्थल भनेर चाहिँ पर्यटकीय स्थलै हो, राम्रो देखिन्छ। अब यहाँ माथिपट्टि भ्यूटार देख्न सक्नुहुन्छ तपाईँले होइन। अब यता के छ हजुरलाई देखाउँछ, तपाईँले हामी के छ देखाउँछौँ होइन। हजुरहरूले हेर्दै हुनुहुन्छ यो पर्यटकीय स्थल बाबातालको ब्लग। अब यसमा हामीले यो माथिपट्टि डाँडामा देखिएको यो भ्यू टावर, यसमा पनि हामीले यहाँबाट पनि कस्तो देखिन्छ, यो भ्यू टावरबाट तलपट्टिको दृश्य कस्तो देखिन्छ भनेर पनि हामीले तपाईँहरूलाई अवश्य देखाउनेछौँ। भिडियो हेर्दै गर्नुहोला। हामी चाहिँ अब यो चाहिँ बाबातालको भ्यू टावर 20 रुपियाँ लाग्दो रहेछ यहाँ चाहिँ सर्वसाधारणको लागि। हाम्रो लागि चाहिँ केही थिएन नि, के भने अब भ्यू टावर आइपुगेको छ। यहाँ चाहिँ के छ माथि भ्यू टावरबाट हजुरलाई देखाउँछु भ्यू टावर, यो बाबातालको भ्यू टावर। हामी भ्यू टावरमा चढ्दैछौँ। कस्तो यसो हेर्नु होला, यसो खासै राम्रो छैन यहाँ। यसो सामान्य केही सिरा आएको यसो बाबाताल भन्दा अलि चलेको थोरै चलेको थाहा ताल हो यो। अब यो यहाँ देख्न सक्नुहुन्छ हजुरले, ठ्याक्क बाबाताल भनेको ठ्याक्कै यति हो। त्यो त्यहाँदेखि यो बाबातालले भयो, यो भयो थोरै पार्क छ यहाँ माथिपट्टि थोरै। अनि यसको यहाँ तलपट्टिबाट यो भ्यू टावर, अन्तिममा भ्यू टावर। यहाँ चाहिँ मान्छेहरू भ्यू टावर र यहाँ आउने बाटो यस्तो छ। यो बाबातालको भ्यू टावर यहाँ देख्न सक्नुहुन्छ। नरमाइलो पनि नभनौँ, रमाइलो पनि नभनौँ, ठिकै छ, ठिकै। अब यहाँको बाबाताल ठिकै भनौँ। त्यस्तो यहाँ घुम्न यसो गर्मीको मौसम हावा खाना हो भने चाहिँ त भ्यू पोइन्टमा एकदम राम्रो हुन्छ।